हेलो नमस्ते सबैजनालाई स्वागत छ सबिनाको युट्युब च्यानलमा। म फेरि पनि नयाँ भिडियो लिएर हजुरहरूसम्म आइसकेको छु साथीहरू। धेरै समयपछि म फेरि पनि ढेँडो मुक्बाङ भिडियो लिएर आएकी छु साथीहरू। अनि हजुरहरूको हालखबर के छ, कसो छ? मेरो चाहिँ एकदमै आराम छु। अनि बाहिर चाहिँ एकदमै चिसो बढिरहेको छ साथीहरू। चिसो मौसममा तातो तातो ढिँडो खाऊँ भनेर साथीहरू आज चाहिँ म ढिँडो लिएर आएको छु भिडियोमा। अनि मेरो राखेको छ खानामा ढिँडो चाहिँ टन्नै ल्याएको छु। अनि यता चाहिँ सलाद मुला, अनि यो भयो कागती दुईवटा डल्ले खोर्सानी, यता छ कुखुराको मासुको झोल, अनि यहाँ छ पिउनका लागि तातो पानी। चिसो छ नि त बाबा, त्यही भएर मैले चाहिँ तातो पानी लिएर आएको छु साथीहरू। ढिँडो चाहिँ सेलाइसक्यो, म चाहिँ खाना सुरु गरेँ है त। मलाई चाहिँ धेरै चाहिन्छ चाहिँ झोल हेऱ्यो। खाएला दामी हुन्छ। पिरो सबै भएछ। जाडोमा चाहिँ ढिँडो प्रायः खान्छु साथीहरू मैले चाहिँ। मेरो नानी बाबुले नै खान्छ ढिँडो मजाले। नानी बाबुले खाइसक्यो, अनि त्यसपछि चाहिँ म खाएको है साथीहरू। जाडो मौसममा मलाई चाहिँ चिसो पानी खानै हुँदैन साथीहरू। चिसो पानी खाए कि घाँटीमा लाउँछ अटक्कै, खोकी हाल्ने। मन तातो पानी त खानै पर्छ। दामी भएछ आज त ढिँडो त।
धेरै त टोक्न सक्दिनँ म त। तर यो खोर्सानी कस्तो चाहिँ माथि बोक्रो चाहिँ अलिक गुलियो गुलियो टाइपको नि छ नि घाउको खोर्सानी। अच्छा अलि सकिने बेलाको भएर हो कि खोइ के हो, अनि भित्रको दर पिरो खा भित्र त कस्तो पिरो। घर भने एकचोटि आमा अब म टोकेर खान्न कहिले नि खोर्सानी। कस्तो टोकेर खान लाएर खाइदिएको लास्ट बिरो भयो त। बरु झोलमा मुछेर खाएको चाहिँ मनपर्छ क्या मलाई। मैले नि साथीहरू पहिलाको भिडियोमा नि भनेको छु, म ढिँडो खाँदै नखाने मान्छे हो कि। अहिले चाहिँ एक थाल ढिँडो खाइदिन्छु। मासु पनि त बोसो भन्नाले यस्तो फलफल भन्दा नि मनपर्छ मलाई। पेट पर्यो।
मैले मासु खाएपछि हड्डी पनि बाँकी राख्दिनँ साथीहरू, पुरै चपाएर खानु मन लाग्छ। यो हड्डी नखाएसम्म मलाई मासु खाए जस्तै हुँदैन। दिउँसो त गाह्रो पो भयो त हो। मलाई चाहिँ झोल चाहिँ खोलै बनाउन मन लाग्छ। मान्छेहरूलाई यति चटनीसँग नि खाइदिन्छ कि हाम्रो ससुरा हुनुहुन्छ कि ससुरालाई चाहिँ यति चटनी भए तिमीहरू त यत्तिकै मिल्दिनुहुन्छ। म फेरि सुक्खा खान सक्दिनँ। यसरी मजाले झोलमा डुबाएपछि बल्ल खाएको मजा आउँछ। मिठो भइरहेको झोल। र साथीहरू मैले ढेँडो खाएर पनि सकाइसक्यो, पुरै त सकेको छैन। 1-2 गाँस जति मात्रै छ, तर मैले केही गरी पनि मैले खान सकिनँ, त्यही भएर मैले छोडिदिएको साथीहरू। मैले त्यत्रो धेरै ल्याएको थिएँ नि त, टन्नै थियो ढेँडो पनि। मैले यसरी कहिले पनि खाएको थिइनँ, तर भिडियोको अगाडि मैले खान्छु भनेर नै मैले ल्याएको थियो, तर सकिनँ। अनि यता चाहिँ झोल पनि बस्यो, झोल पनि सकिनँ। खोर्सानी एउटा चाहिँ सक्यो, एउटा चाहिँ यति मात्रै टोकेको थियो, पिरोले म सकिनँ साथीहरू, पनि त्यही भएर छोडिदिएँ खोर्सानी पनि। अनि पानी पनि बाँकी भयो। साथीहरू त्यही हो। अन्तिमसम्म स्किप नगरिकन हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आजको भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। अनि मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला।
भन्दै म फेरि पनि अर्को भिडियोमा जोडिनेछु साथीहरू। आजको भिडियो यति नै। बाई बाई गाइस।